गर्ने वाला मान्छे वेलकम टु माई ब्लग। आज गन्यु भिडियोमा स्वागत छ गाइस। अनि अहिले चाहिँ ब्लग चाहिँ सुरु गर्दैछु म दोकानबाट। अनि यता दोकान छ फेरि केटाहरू पनि छन्। अनि के लिने हो केटा हो? गर्ने वाला मान्छे अनि यहाँ फेरि यो तिनीहरू चाहिँ अगाडि पुगिसक्यो। अनि म चाहिँ पछाडि फेरि आएर गाडी लिन गएको। तिनीहरू गइसकेको रहेछन्। अनि यता बाटो फेरि खतरनाकै छ के। बाटो पनि खतरनाकै छ के। साइकल खतरनाकै छ। अनि चाहिँ यो पोखरी यता चाहिँ खेत छ। अनि त्यही होइन गाइस, भिडियोहरू हेर्दै गर्नु होला, सपोर्टहरू गर्दै गर्नु होला। अनि काल भन्ने यो होइन यो बाटो यस्तो छ नेपाल। जे हुन्छ नेपालमै हुन्छ, जे हुन्छ नेपालमै हुन्छ। अनि यता चाहिँ धानको बालहरू अस्ति हाम्रो गाउँमा धेरै खतरनाक हावाहरू चलेको छ होइन। अनि मन्दिरको टेन्ट नै सबै भाँचिदियो। अरू के भनौँ, त्यही हेर्दै गर्नु होला। चाहिँ घरमा थिए आम्बो बहुत खराब भन्छ माथि चढ्न। नहरमा त पानी नै छैन कि गाइस। अनि त गर्ने होला मान्छे पिडिएम अझै भन अझै के भन्नु छ। अनि यता त सरदार कालो टी सर्ट। अनि यता चाहिँ त्यही हो न, अब त्यहाँ झर्नामा खाने हो तर पानी नै छैन। चटपटी बाटो दौडिसक्यो ऊ झर्ना त्यही हो न। अनि म चाहिँ साइडमा कति देखाएको थियो त गाडी आम्बो कति धेरै पानी हो न। ल माथि चढाइदिए आम्बो त्यो फेरि के हो सर्बो कि के हो के? ओए ओए त्यो सर्बो कि के हो? ओरे सब त्यो सर्बो कि के हो? पिसक्यो भाग्नु परेछ लास्टमा। अनि यहाँ सबै खाइसक्यो क्या मस्तले। गाई हात धुन आँटेँ। अनि यहाँ सर्पो हेरेँ, मरेको सर्पो त्यहाँ छ त्यो। अनि अहिले चाहिँ खाइसक्यौँ। अनि जन्लाको चोकतिर उतैबाट घर जाने अरे। बर्दियातिर त बहुत गर्मी छ। अनि तपाईँहरूले टिजिपी खोलालाई चिन्नुहुन्छ कि नै कमेन्ट गर्नु। हामी चाहिँ हाम्रो स्कुलमा छौँ। अनि उहाँ नहरबाट आइसक्यौँ। अनि तिनीहरू भाइको छ त्यही हो न। अरूको लागि यति होइन गाइस।